लघुकथा अवकाश होइन अर्को अध्यायको सुरुवात। 30 वर्षको जागिरे जीवनमा 55वटा वसन्त पार हुन लागेको समय थियो। उसले बिहानको घडीसँगै आँखा खोल्यो। कार्यालय, फाइल, निर्णय, जिम्मेवारी र सेवाग्राही यिनै उसका दिनचर्याका साथी थिए। एक दिन हातमा अवकाशको पत्र पनि आयो। कार्यालयबाट बिदा हुँदै गर्दा उसले आफ्नो कुर्सीतिर अन्तिम पटक हेऱ्यो। मनमा प्रश्न उठ्यो, अब म के गर्ने? घर पुगेपछि श्रीमतीले मुस्कुराउँदै भनिन्, अब त तपाईँको आफ्नै समय सुरु भयो नि। तर उसलाई त्यो समय भारी लाग्यो। केही दिनसम्म बिहान उठ्यो, चिया खायो, मोबाइल चलायो र पुराना कार्यालयका सम्झँदै बस्यो। आफूलाई लाग्न थाल्यो, मेरो भूमिका अब सकियो। एक दिन पुरानो सहकर्मी भेट्न आइपुगे। उसले भने, सर, तपाईँ कार्यालयबाट अवकाश हुनुभएको हो, अनुभवबाट होइन। त्यो एउटा वाक्यले उसको सोच बदलिदियो। उसले आफ्नो 30 वर्षको अनुभव सम्झियो। लेखापालन, लेखा परीक्षण, प्रशासन, नेतृत्व, मानिससँगको व्यवहार र समस्याको समाधान गर्ने सिप, यी सबै अझै उसँग थिए। भोलिपल्टदेखि उसले नयाँ दिनचर्या बनायो। बिहान व्यायाम गर्न थाल्यो, किताब पढ्न थाल्यो, युवाहरूलाई आफ्नो अनुभव सुनाउन थाल्यो, सामाजिक काममा जोडियो। आफ्नो गाउँमा सानो कृषि तथा उद्यमको योजना बनायो र आफूले जानेका कुरा सामाजिक सञ्जाल मार्फत अरूलाई सिकाउन सुरु गर्यो। केही महिनापछि एक युवाले उसलाई भन्यो, सर, तपाईँको भिडियो हेरेर मैले आफ्नो करियरबारे नयाँ सोच बनाउन थालेँ। उसको अनुहारमा ठुलो मुस्कान देखा पर्यो। उसले मनमा नै भन्यो, अवकाशले मेरो जागिर खोस्यो होला, तर मेरो अनुभव, ज्ञान, सिप र सपना खोज्न सकेन। त्यस दिनदेखि उसले अवकाशलाई अन्त्य होइन, जीवनको सुरुवात अर्थात् अर्को अध्याय मान्यो। यो सानो लघुकथा यहाँलाई कस्तो लाग्यो? कृपया मन परेमा लाइक, कमेन्ट र सेयर गरिदिन नबिर्सनुहोला। हस्त सबैको जय होस्।